जय गौ माता। साथियों, मेरो हातमा यो तरबार जस्तो देख्नु भएको छ। सबैले देख्नु भयो होला। यो तरबार होइन, यो तरबार हो तर रोग काट्ने तरबार हो। यो टोटला हो, नेपालीमा यसलाई टोटला भन्छन्। टोटला कसैले के नामले चिन्छन्, कसैले के नामले, अनि यसलाई संस्कृतमा स्योनाक भनिन्छ। यसको धेरै उपयोगिता छ। खास गरेर कलेजोको रोगको लागि यो अमृत मानिन्छ। अझै कसैलाई कलेजोमा समस्या आयो, फ्याटी लिभर भयो अथवा कलेजो सुन्नियो, बिलिरुबिन बढी भएर जन्डिस भयो, यी सबै कलेजाका समस्याको लागि यो अमृत मानिन्छ। तरबार जस्तो फल छ यसको, यसभित्र पैसा जस्तो हुन्छ। यो अत्यन्त पवित्र, अत्यन्त गुणकारी यो रुख हो। हामीले यसको चाहिँ बोक्रा 5-6 ग्राम बोक्रालाई चाहिँ थोरै पानी हालेर पिसेर यसलाई खाने गर्यो भने 3 ग्रामदेखि 5-6 ग्रामसम्म खाने गर्यो भने कलेजोको जस्तो सुकै समस्यालाई पनि ठिक गर्छ। यदि पेट फुलेको छ, कसैलाई पच्दैन, यो एकदम राम्रो चिज हो। यहाँहरूले खानुभयो भने एकदम राम्रो हुन्छ। बिहान पानी खाइसकेपछि खाली पेटमा, मैले फेरि भने यसलाई पानीमा पिसेर, पानीसँग अलिकति पानी हाल्यो भने पिसिन्छ। मजाले पेस्ट बनाउने, थोरै पानीसँग घोलेर स्वाट्ट पिउने। यसको यो खाएको 1 घण्टा केही नखानु होला। यदि तपाईलाई जन्डिस छ, जन्डिस पनि ठिक हुन्छ। यदि तपाईलाई कुनै पनि समस्या छ भने, पाचन सम्बन्धी र कलेजो सम्बन्धी समस्या छ भने यो ठिक हुन्छ। तपाईहरुले यसको बोट देख्नु भयो होला, विशाल काया छ। यसको चाहिँ बोक्रा खाने हो। यहाँ काटेको पनि देख्नु भयो होला। हामीले हरेक जन्डिस भएको रोगलाई यो दिन्छौं। जन्डिसमा अझै हामीले थोरै 2 ग्राम जति भीमसेन कपुर मिलाएर दिन्छौं। यो जन्डिस 100% ठिक हुन्छ। कसैलाई पनि मिस्टेक गएको छैन। यदि यहाँहरुलाई त्यस्तो समस्या छ भने यो रुखको हामीले बोक्रालाई प्रयोग गर्न सक्छौं। यसको फलको यो पैसा जस्तो हुन्छ नि हो, त्यसको पनि धेरै उपयोगिता छ। गाउँघरमा यो बटुलेर राखेको देख्नु भयो होला। घाउ हुँदा घाउ पुर्नलाई धेरै कुरामा यो प्रयोग हुन्छ। यसको बाँकी फाइदाहरु पछि भनौँला। तर यो अत्यन्त गुणकारी, आयुर्वेदिक गुणले भरिपूर्ण यो हामीले जडीबुटी प्रयोग गरौँ। हरेक घर घरमा होला, गाउँ गाउँमा होला। यसलाई प्रयोग गरौँ। स्वस्थ बनाऊ, मस्त बनाऊ।